सम्पूर्ण साथीहरूलाई अर्को भिडियोमा स्वागत गर्न चाहन्छु। आज चाहिँ यो भिडियो एकदमै दुःखको साथ मैले बनाइरहेको छु। म एउटा सानो युजर हो। म भर्खरै फेसबुक चलाउन लागिरहेको छु। भर्खरै सिक्दैछु। तर चाहिँ को मान्छेले चाहिँ मेरो प्रोफाइलमा चाहिँ मेरो फोटोलाई चाहिँ सेभ गरेर सेम प्रोफाइल बनाएर धेरै साथीहरूलाई चाहिँ रिक्वेस्ट पठाएर अनि चाहिँ मेसेज गरिरहेको छ। को मान्छे हो मैले चाहिँ थाहा पाएको छैन। यदि तपाईहरुलाई पनि कसैले मेसेज गर्छ मेरो नामबाट र मेरो प्रोफाइल पिक्चर राखेको छ भनेपछि प्लिज त्यस्ता मान्छेहरुसँग चाहिँ सावधान रहिदिनु होला। जति पनि मेरो शुभचिन्तक हुनुहुन्छ र म तपाईहरुलाई यही भन्न चाहन्छु र जसले पनि मेरो फेक आईडी बनाएर चलाएको छ नि र त्यसलाई पनि सुझाव दिन चाहन्छु। भाइ म धेरै ठुलो युजर हैन। म एकदम सानो युजर हो। भर्खरै मैले फेसबुक चलाउन सिकेको मात्रै छु। मैले अरु केही पनि आएको छैन मलाई। मलाई चाहिँ यसरी चाहिँ गलत तरिकाले चाहिँ भाष्य चाहिँ नगर्दिनु हुन आग्रह गर्न चाहन्छु र धेरै साथीहरु मेरो सत्कर्मको कारणले गर्दाखेरि मसँग जोइन हुनुहुन्छ, माया गर्नुहुन्छ, मेसेज गर्नुहुन्छ र त्यस्ता साथीहरुलाई चाहिँ भड्काउनेको हिसाबले मलाई चाहिँ ब्ल्याकमेल गराउनेको हिसाबले चाहिँ कोही मान्छे चाहिँ मसँग षड्यन्त्र रच्दैछ। त्यसको लागि ध्यान राख्नु होला। बाइ बाइ।